आदरणीय दर्शक महानुभावहरू, आज यस ओपन माइक कार्यक्रममा एकजना विशिष्ट अतिथिका रूपमा हामीले आमन्त्रण गरेका छौँ। एकजना विशिष्ट व्यक्तित्व, विशिष्ट साहित्यकार र सँगसँगै शिक्षाकर्मी, काठमाडौँ प्याप्सनका अध्यक्ष आदरणीय व्यक्तित्व श्री प्रेम राई परीक्षितलाई आज ओपन माइक कार्यक्रममा आमन्त्रण गरेका छौँ। स्वागत छ परीक्षित सर। सरसँग तीनटा खालको आयामलाई सँगसँगै बोकेर गइराख्नु भएको छ। एउटा साहित्य, अर्कोतिर एउटा प्याप्सनको नेतृत्व पनि गरिराख्नु भएको छ र सँगसँगै शिक्षामा आफूलाई समर्पण पनि गरिराख्नु भएको छ। यो तीनटै आयामलाई कसरी तालमेल गरिरहनु भएको छ सर? पहिला कुरा त म एउटा शिक्षाकर्मी हो र शिक्षा सँगसँगै साहित्य पनि जोडिएको हुन्छ। शिक्षा र साहित्यलाई हामीले फरक फरक ढङ्गबाट हेर्नु हुँदैन, त्यो एकअर्काका परिपूरकहरू हुन्। र म सानै उमेरदेखि नै साहित्यमा रुचि भएको मान्छे, अब त्यसलाई अब एउटा साधनामा लाग्यो। साथसाथै अब सानै उमेरदेखि नै भनौँ, अब एउटा योग्यता पुगेपछि पनि शिक्षा क्षेत्रमा लाग्यो। यताउता दायाँमा कतै हेरेको छैन, शिक्षा क्षेत्रमा लगातार लागिरहेको छ। एउटा मेरो सिद्धान्त छ, द कन्टिन्युटी इज की टु सक्सेस भनेर। निरन्तरता नै अब तपाईँको एउटा सफलताको सूत्र हो भनेर लागिरहेको छु। र त्यसलाई मिलाउने क्रममा समयलाई व्यवस्थापन गर्ने कुरा हुन्छ। अब प्याप्सनको गतिविधि गर्ने बेलामा म अब त्यसमा संलग्न हुन्छु। अब त्यो थोर शिक्षासँग नै जोडिएको छ होइन। र यता चाहिँ अब म एउटा स्कुलको प्रिन्सिपल भएको नाताले अभिभावक व्यवस्थापन गर्ने कुरा, शिक्षक विद्यार्थी होल स्कुललाई व्यवस्थापन गर्ने कुरा भयो भने यता साहित्यको पनि बेग्लै पाटो छ। र त्यसलाई चाहिँ मैले अब एउटा समय व्यवस्थापन गर्दै हिँडिरहेको छु। अब समय मिलाउन चाहिँ अलिक गाह्रो छ, त्यही पनि गाह्रो भनेर अर्को कुनै पनि विकल्प छैन होइन। अब त्यसलाई चाहिँ व्यवस्थापन गर्दै हिँडिरहेको छु। सरको जीवनको पाटोमा म साहित्यतिर पहिले प्रवेश गर्न खोजेँ। साहित्यमा सरको अभिरुचि या प्रेरणा कहिलेबाट र कोबाट बढी प्रभावित हुनुभयो? अब प्रभावित भन्दाखेरि मेरो स्पेसली यही व्यक्तिबाट म प्रभावित भएको भन्ने छैन होइन। खास गरी अब हामी गाउँमा हुर्केको मान्छे, त्यहाँको प्रकृति, त्यहाँको रहनसहन होइन, त्यहाँको हरेक कुराहरूले त्यसलाई हामीलाई हरेक व्यक्तिलाई प्रभाव पार्छ, मलाई मात्रै होइन। र अब मेलापात, घाँस दाउरा होइन, तपाईँको चाडपर्व, हरेक कुरामा त्यहाँ सङ्गीत जोडिएको हुन्छ। सङ्गीत पनि एउटा साहित्यको पनि एउटा विभाग हो र त्यसबाट चाहिँ प्रभावित भइयो। साथसाथै पढ्दाखेरि अब टिचर्सहरूले होइन तपाईँको कविताहरू सुनाउनुहुन्थ्यो, गीत सुनाउनुहुन्थ्यो, अनि त्यो कथाहरू सुनाउनुहुन्थ्यो। साथसाथै हामीले पाठ्यपुस्तकमा पनि पढ्थ्यौँ। र जस्तै हरेक शुक्रबार चाहिँ अब गुरुआमाहरूले चाहिँ अब कथा सुनाउने, गीतहरू सुनाउने भनेपछि त्यो दिन चाहिँ एब्सेन्ट हुन मन लाग्दैन थियो। अनि त्यसबाट नै अलिकति गहिरो छाप परे जस्तो लाग्छ। अनि म 9 कक्षादेखि नै मैले कविताहरू लेख्थेँ। गीत चाहिँ सानैदेखि 4 क्लासदेखि नै गाउँथेँ। सर विद्यालय अध्ययन गर्दादेखि नै सर चाहिँ साहित्यमा विद्यार्थी कालदेखि नै सानो उमेरदेखि नै अलिकति धेरै। मेरो घरमा पनि अब मेरो पारिवारिक ऊ पनि अलिकति माहौल पनि त्यस्तै नै थियो होइन। बुवा पनि अलि रमाइलो गर्ने होइन टाइपको हुनुहुन्थ्यो। अनि आमाले पनि अब गीत गाउनुहुन्थ्यो, दिदीले पनि गीत गाउनुहुन्थ्यो। अनि तपाईँको दाउरा घाँस जाँदा पनि होइन त्यो गोठाले गीतहरू सुनिन्थ्यो। अरू थुप्रै खालका अब त्यो साहित्य सम्बन्धी चाहिँ त्यहाँ एक्टिभिटिजहरू हुन्थ्यो। त्यसले चाहिँ जो प्रभाव पारे जस्तो लाग्छ। खास गरी चाहिँ अलिक बढी चाहिँ यो हाम्रो त्यहाँको एउटा वातावरण होइन ले हरेक व्यक्तिलाई प्रभाव पार्छ, मलाई पनि पार्यो। र पछि गएर कलेजमा आइयो। त्यस पछाडि हाम्रो साहित्यकार यज्ञनिधि दालज्यूसँग पनि भेट भयो। अनि त्यहाँ साहित्यिक कार्यक्रम चलाउनुहुन्थ्यो। अनि साहित्य संसार, त्यसमा कविता वाचन गर्ने पनि अवसर मिल्यो। त्यो मेरो पहिलो कविता वाचन थियो यो मिडियामा होइन। अनि त्यहाँबाट चाहिँ एकदम हौसला पनि मिल्यो। अनि गीत कविताहरू लेख्ने
क्रमहरू चल्यो हुँदाहुँदै अलिकति विभिन्न फ्लोरहरू विभिन्न फोरमहरूमा पनि अब त्यहाँ यो गीत कविताहरू भन्ने त्यस पछाडि पत्र पत्रिकामा प्रकाशन गर्ने होइन हिमशिखर पत्रिकामा झुल्के घाममा पनि मेरो कविताहरू प्रकाशन भयो अनि त्यस पछाडि हाम्रो यो गोर्खापत्रमा होइन त्यहाँ पनि प्रकाशन भयो त्यस्तै गरेर यो गरिमा भन्नेमा पनि भयो होइन त्यसले गर्दाखेरि चाहिँ अलिक त्यसले हौसला दियो अनि त्यसलाई कन्टिन्यू अहिले निरन्तर लागिरहेको छु अहिलेसम्म 8वटा साहित्यिक कृतिहरू मैले प्रकाशन भइसकेको छ र मेरो चाहिँ खास गरी साहित्य विधामा पनि यो काव्य विधा हो मुख्यतया जस्तो थुप्रै आदरणीय दर्शक महानुभावहरूलाई यो सरकारले या सरकारका विभिन्न निकाय सङ्घ संस्थाले साहित्यकारहरूलाई विभिन्न खालको श्रेणीमा मापन गर्ने या त्यसलाई वर्गीकृत गर्ने गरेको छ रेडियो नेपालले सरलाई विशिष्ट कविको रूपमा या विशिष्ट साहित्यकारको रूपमा समाहित गरेको छ र त्यहाँ 3 प्रकारको श्रेणी हुँदो रहेछ साहित्यकारको एउटा क श्रेणी विशिष्ट श्रेणी र सम्मानित श्रेणी सर चाहिँ विशिष्ट श्रेणीमा विशिष्ट श्रेणीमा त्यो विशिष्ट श्रेणी पाउने प्रक्रिया के रह्यो सर मभन्दा चाहिँ कनिष्ठ साहित्यकारहरू अन्य पुस्ताका साहित्यकारहरूले पनि तपाईँको त्यहाँ रेडियो नेपालबाट विशिष्ट श्रेणीको एउटा पहिचान प्राप्त गरिसक्नु भएको होइन र म निरन्तर तपाईँको बाल्यकालदेखि नै साहित्यमा अहिलेसम्म लागिरहेको तर त्यस्तो कुनै चर्चामा नआएको साहित्यकार पनि म नेपथ्यमै बस्ने खालको साहित्यकार हो होइन र त्यसपछि म तर साधनामा लागि नै राखेको छु र सिर्जना गरि नै राखेको छु र मेरो जो रेडियो नेपालमा 2053 सालमा राष्ट्रिय बालगीत प्रतियोगितामा प्रथम भयो मेरो रचना अनि त्यही साल नै मेरो चाहिँ वातावरण गीत प्रतियोगितामा पनि प्रथम भयो अनि मेरो चाहिँ यो बालगीतहरू चाहिँ सङ्गीत गर्ने चाहिँ सागर गौतम हुनुहुन्छ उहाँ चाहिँ सङ्गीतकार वरिष्ठ सङ्गीतकार हुनुहुन्छ यो साह्रै अन्याय भयो सर तपाईँमाथि तपाईँ कतै हिँड्नुहुन्न होइन अब तपाईँभन्दा कनिष्ठ साथीहरूले चाहिँ सबै यो परिचय पाउने नेपाल सरकारबाट राज्यबाट चाहिँ एउटा चाहिँ त्यो किसिमको पहिचान प्राप्त गरेको अवस्था छ तपाईँ चाहिँ किन नगर्ने म गर्छु ल्याउनुहोस् सबै सम्पत्ति तपाईँको चाहिँ के डकुमेन्ट ल्याउनुहोस् डकुमेन्ट भन्नुभयो कि अनि मैले सबै डकुमेन्टहरू उहाँलाई दिएँ अनि उहाँले चाहिँ त्यहाँ लगेर बुझाएपछि अनि मलाई बोलाउनु भयो मदन लिम्बू दाइले अनि मदन नेपाली दाइले त्यो उहाँ चाहिँ गीत फाँटको हुनुहुन्छ होइन डिपार्टमेन्टको प्रमुख निर्देशक हुनुहुन्छ उहाँले चाहिँ बोलाएर त्यहाँ बोर्डले पास गरेर मलाई चाहिँ विशिष्ट श्रेणीको चाहिँ गीतकारको रूपमा उहाँले मलाई परिचय पत्र दिनुभयो होइन प्रमाणपत्र अनि त्यो चाहिँ मेन चाहिँ क्रेडिट गोज टु हाम्रो वरिष्ठ सङ्गीतकार सागर गौतम होइन अनि मदन नेपाली दाइ त्यतिखेर पाएको 76 सालमा त पनि होइन धेरै लामो अवधि पनि भएको छैन जे होस् ढिलो भए पनि सरको व्यक्तित्वलाई पहिचान गर्न जुन एउटा सरकारी निकायले गर्यो राज्यले पहिचान दियो होइन र अब सरलाई मैले अर्कोतिर अब सरको एउटा साहित्यिक छविको सँगसँगै काठमाडौँ प्याप्सनको नेतृत्व गरिराख्नु भएको छ प्याप्सन विशेषतः निजी विद्यालय या निजी शिक्षण संस्थाहरूको त्यहाँ लगानीकर्ताहरूको सङ्गठन हो अहिले नेपालमा प्याप्सनको या प्राइभेट स्कुलको शिक्षामा कस्तो खालको भूमिका छ जस्तो अभिभावकहरू सामान्य अभिभावकहरू र राज्यले पनि प्राइभेट स्कुललाई फरक दृष्टिकोणले हेर्छ र यसर्थ काठमाडौँ प्याप्सनको अध्यक्षको नाताले सरले नेपालको अहिलेको वर्तमान जुन शिक्षा अवस्थिति छ त्यसमा निजी विद्यालयहरूको कस्तो खालको भूमिका छ अब यसमा चाहिँ के छ भने मिठो गाउने तर फुल चोर्ने कोइलीको चाहिँ यहाँ बखान हुन्छ अनि भारी बोक्ने गधाहरूको सधैँ निन्दा हुन्छ भन्ने गर्दा काम गर्ने मान्छेहरूको चाहिँ निन्दा हुन्छ अब जुन संस्थागत विद्यालय निजी विद्यालय भन्छौँ हामी निजी विद्यालयहरू देशभरमा करिब 10,000 6,500 भन्छ नेपाल सरकारले होइन जे होस् धेरै पूर्वदेखि पश्चिम महाकालीसम्म
हजारौँ चाहिँ संस्थागत विद्यालयको छात्र सङ्गठन प्याप्सन हो। र निजी विद्यालयले पनि अहिले सरकारले एउटा कम्पनीमा गएर हामीले चाहिँ एउटा व्यवसाय गरिरहेछौँ दर्ता गरेर नेपाल सरकारकै निकायमा गएर। र यो निजी विद्यालयहरू पनि नेपाल सरकारकै विद्यालयहरू हो। खालि व्यवस्थापन र लगानी हामीले गरेको हो। हामीले त्यहाँ चाहिँ नेपाल सरकारको करिकुलम नै अप्लाई गरेका छौँ, नेपाल सरकारको परीक्षा सिस्टम नै अप्लाई गरेका छौँ, नेपाल सरकारको तपाईँको क्यालेन्डर नै हामीले अप्लाई गरेका छौँ। यो अन्ततोगत हामीले चलाउन नसक्दाखेरि नेपाल सरकारले नै चलाउने हो होइन। हाम्रो गन्तव्य के हो भन्दाखेरि हामीले स्तरीय शिक्षा दिने हो बालबालिकालाई। र त्यो स्तरीय शिक्षा बालबालिका पाएपछि ती बालबालिकाहरूले पनि नेपाललाई नै कन्ट्रिब्युसन गर्ने, राज्यलाई नै होइन भनेपछि हामी पनि देशको एउटा अभिन्न अङ्ग हो। तर देशमा चाहिँ एउटा छुवाछुतको होइन, छुवाछुतमा अहिलेको वर्तमान संविधानले चाहिँ यो टचेबल र अनटचेबलको कुरालाई चाहिँ होइन त्यसले चाहिँ के गरेको छ त पुरै निश्चित गरेको छ। त्यसमा यो गर्नु पाइँदैन भनेको छ, त्यो अवैधानिक हो भनेको। तर व्यवहार त निजी विद्यालयलाई पनि नेपाल सरकार त्यसका निकायहरूले पनि त्यस्तै किसिमको व्यवहार गरेको पाइन्छ। र मैले चाहिँ के भन्छु भने यो जुन संस्थागत विद्यालय र कम्युनिटी विद्यालयहरूको उद्देश्य एउटै हो, व्यवस्थापन फरक हो। र कुरो चाहिँ के हो भने यहाँ चाहिँ निःशुल्कको कुरा आएको छ। नेपाल सरकारले कक्षा 8सम्म बेसिक लेभलसम्म अनिवार्य निःशुल्क भनेको छ, अनि त्यसपछि 12 कक्षासम्म चाहिँ के अरे निःशुल्क भनेको छ होइन। निःशुल्क त नेपाल सरकारले गरेको छ त। नेपाल सरकारले सञ्चालन गरेका जुन कम्युनिटी स्कुलमा निःशुल्क छ र त्यसमा निःशुल्क छैन भने त्यो निःशुल्क हुनुपर्छ। तर अब सर्वसाधारणले चाहिँ नेपाल सरकारको नीति नियमभित्र बसेर जुन एउटा लगानी गरेर आफ्नो जीवन लगानी छ त्यहाँ खालि पैसाको लगानी मात्रै होइन, फाइनेन्सियल इन्भेस्टमेन्ट पनि होइन, त्यहाँ जीवन लगानी भएको छ होइन। र त्यसलाई चाहिँ नेपाल सरकारले अलिकति सहजीकरण गर्ने होइन। हामीले चाहिँ यो एउटा उमेर दिएको छौँ नेपालको शिक्षामा, त्यसलाई सम्मान गर्ने होइन। र उहाँलाई कहाँ कहाँ अप्ठ्यारो भएको छ त्यसमा बाधा अर्चन फुकाइदिने। र एउटा चाहिँ जुन एउटा हरेक हिसाबले हामीले देशलाई अब रोजगारको क्षेत्रमा होस्, संस्कृतिको क्षेत्रमा होस्, अहिले तपाईँको करिब 4500-5500 त तपाईँको खेलाडी चाहिँ खेल शिक्षक मात्रै हामीले चाहिँ हाम्रो संस्थागत विद्यालयमा हुनुहुन्छ। अब तपाईँको के अरे यो सङ्गीत शिक्षकहरू होइन, नृत्य शिक्षकहरू पनि त्यही हाराहारीमा हुनुहुन्छ। यदि निजी विद्यालय हुने उहाँ त बेरोजगार हो नि त, उहाँले फेरि कहाँ जाने हो, खाडीमै जाने हो नि त तपाईँको। र नेपाल सरकारले तपाईँको आफू रोजगार सिर्जना गर्न सकेको छैन। र हामीले जुन करिब 5 लाखको रोजगार सिर्जना गरेको छौँ, हामीलाई खोइ त सम्मान। तपाईँको एउटा चाहिँ नगरपालिकाको कार्यक्रम हुँदाखेरि हामी चाहिँ प्याप्सनका पदाधिकारी जाँदाखेरि हामीलाई कुनै एड्रेस हुँदैन होइन, शिक्षकहरू भन्न सकिन्छ त्यहाँ होइन। तर उहाँहरूको चाहिँ सामान्य खरदारलाई पनि के हुन्छ भने त्यहाँ चाहिँ नाम पुकारेर भनिन्छ होइन, एड्रेस गरिन्छ भनेको हामीलाई त्यो फिल भइरहेछ क्या। र अनि जुन हामी एउटा शिक्षामा हामी चाहिँ हामीले स्वरोजगार पनि भएको छौँ र रोजगार पनि दिएका छौँ होइन। र यस्तो कुरामा चाहिँ राज्यले हामीलाई अप्ठ्यारो भन्दा पनि हाम्रो कहाँ हामीलाई अप्ठ्यारो परेको छ, हामीले अप्ठ्यारो बनाउने होइन, कहाँ अप्ठ्यारो भएछ त्यो खुलाउनुपर्छ। किनभने हामी राज्यकै अङ्ग हो नि त होइन। तपाईँको अहिलेको काठमाडौँको मात्रै भन्दाखेरि होला त्यो जुन यो बच्चाहरूको इभ्यालुएसनको लागि 3 घन्टे परीक्षा सफिसियन्ट छैन भन्छ। तर पनि विद्यालयलाई नेपाल सरकारले इभ्यालुएसन गर्दाखेरि होइन कुन विद्यालयको राम्रो रिजल्ट दिएको छ भने हेर्छ नि त उनले त होइन। जिपिएफ आएको छ भने त्यसलाई अर्कै नजरले हेर्छ नि त होइन। अहिले निजी विद्यालयमा 2078 सालको परीक्षामा एसी बोर्ड परीक्षामा 10 जना विद्यार्थीले काठमाडौँमा मात्रै निजी विद्यालयबाट होइन, कसैले पनि निजी विद्यालय 10 जना स्टुडेन्टले 4 GPA ल्याएछ, प्याप्सनले सम्मान गरेछ होइन। नगद प्राइज चाहिँ काठमाडौँ प्याप्सनले पनि के गर्यो सम्मान गरेछ। हरेक पूर्वदेखि मेचीदेखि पश्चिम महाकालीका जति पनि प्याप्सनका क्लस्टरहरू छन्, प्याप्सनको निकायहरू छन्, तिनीहरू सबै सम्मान गरेका छन् र उहाँहरूलाई हौसला दिनुभएको छ। र यो छ। र अब अहिले चाहिँ संविधानमा चाहिँ के छ भने उल्लेख चाहिँ हाम्रो संविधानले चाहिँ विभेद रहित समाजको परिकल्पना गरेको छ। तर जुन विभेद रहित समाजको परिकल्पना गरिरहेको छ हाम्रो संविधानले, तर निजी विद्यालयमा बच्चा गए बापत उनीहरूले त्यो 45% छात्रवृत्ति आरक्षण कोठामा अप्लाई नै गर्न पाउँदैन। उनीहरूको अभिभावकले कर तिरेको छ नि होइन। तपाईँको जुत्तादेखि लिएर माथि तेलसम्म उनीहरूले कर तिरेको छ नि
होइन। साथसाथै उनीहरूले जुन अब इन्डाइरेक्ट कर हो त, डाइरेक्ट कर त तपाईँको त इन्कम ट्याक्स पनि तिरेका छन्, तर अभिभावकले चाहिँ राज्यलाई होइन कन्ट्रिब्युसन गर्ने, तर राज्यले दिनुपर्ने सुविधा चाहिँ निजी विद्यालयमा पढे बापत त्यो बच्चाले किन नपाउने, त्यो अहिलेको चाहिँ बहसी हो होइन। र त्यो एकदमै संविधान त त्यो गलत छ, असंवैधानिक कदम छ त्यो, र त्यो नेपाल सरकारले त्यसलाई चाहिँ तुरुन्त करेक्सन गर्नुपर्छ। अनि त्यसको अर्थ सरले निजी विद्यालय सञ्चालकहरूले फी पनि उठाउने अनि राज्यले पनि कम्पेन्सेट दिनुपर्ने भन्ने। निजी विद्यालयले त तपाईँको अहिले त नेपाल सरकारले पनि लगानी गरेको छ नि त। हामीले डाइरेक्ट चाहिँ अभिभावकबाट पैसा लिन्छौँ होइन, तर नेपाल सरकारले चाहिँ अभिभावकले तिरेको जुन ट्याक्स छ त्यसबाट उसले चाहिँ त्यो व्यवस्थापन गर्छ नि त। त्यहाँ पनि लगानी छ नि त, पर स्टुडेन्ट तपाईँको करिब होइन 30,000 भन्दा वार्षिक 30,000 बढी लगानी छ नि त्यहाँ नेपाल सरकारको, त्यो पनि अभिभावकको पैसा हो नि त होइन। त्यसकारण दुइटैमा लगानी भएको छ, खालि एउटामा इन्डाइरेक्ट देखिँदैन। हामीले चाहिँ गार्जियनबाट लिएको प्यारेन्ट्सबाट लिएको फी मात्रै देखिन्छ क्या, अनि प्यारेन्ट्सले तिरेको करबाट चाहिँ त्यतापट्टि व्यवस्थापन गरेको देखिँदैन क्या, त्यो छ। किनभने त्यसबाट त टिचर्सहरूलाई तलब, स्कुलको व्यवस्थापन सारा कुरा एडमिनिस्ट्रेसन चलाउनु चाहियो नि त होइन, त्यो छ। त्यसो भएको हुनाले यो भनेको चाहिँ मैले के भने त्यो जुन मान्छेको चाहिँ कुरो बुझाइ के छ भने सर्वसाधारणको नेपाल सरकारको होला, त्यहाँ चाहिँ यो निजी विद्यालयमा संस्थागत विद्यालयमा पढ्ने सबै बच्चाहरू चाहिँ धनी बाबुका छोराछोरी पढ्छन् भन्ने बुझाइ त्यो गलत हो कि, होला केही पर्सेन्ट होला। तर हाम्रो नेपाल विद्यालयको पनि वर्गीकरण छ नि होइन, त्यो वर्गीकरण भन्ने हुन्छ नि, त्यो वर्गीकरण त गर्नै हुन तपाईँको त्यो असंवैधानिक कदम हो। फी निर्धारण गर्ने होइन, त्यो सेवा र सुविधा र फी निर्धारण गर्ने कुरामा त्यो आएको हो, त्यसलाई कसरी फी निर्धारण गर्ने होइन, अनि तपाईँको सेवा सुविधा कसरी दिने भन्ने कुरामा त्यो आएको हो। त्यसलाई अर्कै चाहिँ तपाईँको त्यसलाई चाहिँ क्राइटेरिया बनाउनुपर्छ होइन। त्यसलाई चाहिँ फ्री निर्धारण गर्ने र सेवा सुविधा दिने कुरामा त्यो विद्यालयको वर्गीकरण गर्नु हुँदैन, किनभने विद्यालय वर्गीकरण गरेपछि बच्चाको पनि वर्गीकरण हुन्छ नि। क वर्गको विद्यालयमा पढ्ने बच्चा क वर्गको हुन्छ, सरले भने जस्तै अभिभावकको पृष्ठभूमि त देखिन्छ नि त, अनि ग वर्गमा पढ्ने बच्चा ग वर्गको हुन्छ। एटलिस्ट राज्यले त्यो विभेद गर्नु हुँदैन, त्यो भनेको के भने गैर संवैधानिक हो, किन संविधान विपरीत, किनभने होइन विद्यालयको सेवा सुविधाको लाई हेरेर नै विद्यालय वर्गीकरण गरिन्छ नि होइन। विद्यालय वर्गीकरण त गरिन्छ होइन, विद्यालय वर्गीकरण हुन्छ, वर्गीकरण अर्को तरिकाबाट गरौँ न होइन। तपाईँको त्यो वर्गीकरण किनभने सेवा जस्तो सेवा बेच्ने होटेलहरू छ त्यहाँ पनि 5 स्टार 4 स्टार 3 स्टार छ। यसमै हाम्रो बिमते होटल र स्कुल एउटा फरक कुरा होइन, होटल र स्कुल फरक। होटलको प्रोडक्ट भनेको के हो, खानेकुरा हो, तर स्कुलको प्रोडक्ट भनेको विद्यार्थी होइन। विद्यार्थी भनेको उनीहरूलाई थाहा छैन नि यो वर्ग भन्ने, थाहा छैन नि उनीहरूलाई। कमा नर्सरीमा आउने बच्चालाई वर्ग भन्ने थाहा हुन्छ त, अनि अहिलेदेखि नै वर्ग विभाजन गर्ने नेपाली समाजलाई होइन। हामी वर्गविहीन समाजको परिकल्पना गर्ने संविधानले, अनि हाम्रो प्र्याक्टिस चाहिँ वर्ग बनाउने। तपाईँको क वर्गको बच्चा विद्यालयमा पनि क वर्गको हुने, ग वर्गको पनि ग वर्ग हुने, त्यो बच्चाहरूसँगै भेट्दाखेरि यो त क वर्गको विद्यार्थी स्टुडेन्ट हो, उनीसँग खेल्नु हुँदैन भन्छ बच्चाले। फेरि त्यो यथार्थ पनि होइन सर, त्यो फेरि यथार्थ पनि होइन। हजुर, समाज पनि क वर्ग ख वर्ग ग वर्ग गरेर होइन, उच्च कुलीन होइन, त्यसपछि मैले भनेको चाहिँ गरिब समाजमा वर्ग छ, तर त्यो राज्यले बनाएको वर्ग होइन नि, होइन त्यो त स्वस्फूर्त भएको नि। राज्यले कानुनमा त्यसरी तोक्नु हुँदैन नि त्यो वर्ग भन्ने कुरा हो क्या। विद्यालयलाई वर्गीकरण गरेको भन्दा राज्यले त कानुनमै गर्यो नि त, कानुनमा गरेपछि त बच्चा पनि वर्गीकरण भयो भन्ने कुरा हो क्या। प्याप्सनमा एकता किन देखिँदैन? विभिन्न नामको प्याप्सन एन्ड प्याप्सन छ, जबकि तपाईँको मूल उद्देश्य त एउटै हो प्याप्सन र एन्ड प्याप्सनको होइन। हजुर, यो एउटा कुरा चाहिँ के हो भने युनिटी इन डाइभर्सिटी भन्छ नि होइन। हामीसँग डाइभर्सिटी छ, सोचाइमा डाइभर्सिटी छ, गराइमा डाइभर्सिटी छ होइन, हाम्रो हरेक कुरामा डाइभर्सिटी छ, तर पनि हाम्रो उद्देश्य भने के भने निजी विद्यालयहरूको एकता, तपाईँको शिक्षामा गुणस्तरता होइन, त्यस पछाडि गएर तपाईँको एउटा चाहिँ यो जुन हाम्रो व्यवसायिक होइन, व्यवसायिक चाहिँ तपाईँको एकताको लागि चाहिँ हामी सबै एउटै ठाउँमा छौँ नि त होइन। हामी फरक फरक ठाउँमा भए पनि हाम्रो चाहिँ उद्देश्य एउटै ठाउँमा हो क्या, हामी पुग्ने ठाउँ एउटै हो। त्यसकारण हामीमा होला सोचाइमा फरक होला, विभिन्नता होला होइन, अब तपाईँको गराइमा विभिन्नता होला, स्कुलको चाहिँ तपाईँको स्तर पनि फरक फरक होला, तर पनि हामीले लिडरसिप गर्ने भनेको
होइन हाम्रो यत्रो हजारौँ विद्यालय पूर्व मितिक पश्चिम अहिलेसम्म करिब 10,000 विद्यालयको चाहिँ नेतृत्व गर्ने हो र हामी फेरि हाम्रो चाहिँ जब यो हाम्रो पुग्ने एउटा गन्तव्य चाहिँ एउटै हो र हाम्रो चाहिँ स्लोगन एउटै हो र हामीले व्यावसायिक रूपले गर्ने काम पनि एउटै हो र त्यसमा कुनै उ छैन सोचाइमा थोरै भिन्नता भए पनि हाम्रो चाहिँ पुग्ने ठाउँ त्यही हो। जस्तो सर हामी कार्यक्रमको अन्त्यतिर छौँ। जस्तो च्याउ उम्रे जस्तै विद्यालयहरू खोल्न पाउने प्रावधान या सञ्चालन गर्ने आउने प्रावधान जुन छ अहिले त्यसलाई नियमन गर्ने त्यसलाई नियन्त्रण गर्ने अवस्थामा प्याप्सनले कुनै भूमिका निर्वाह गर्न सक्छ सक्दैन। जस्तो एउटै आँगन छ दुईवटा विद्यालय छ एउटा यो बाटो छ यो बाटोको दायाँपट्टि एउटा स्कुल छ प्राइभेट स्कुल छ बायाँपट्टि अर्को प्राइभेट स्कुल छ त्यसको यो चाहिँ ठिक छ त्यो नजिक हुनु या त्यसलाई हामीले सामान्य भाषामा च्याउ उम्रे जस्तै उम्रिएका विद्यालयहरू एउटा कुरा चाहिँ दुईटा कुरा भन्छु यसमा चाहिँ एउटा कुरा चाहिँ के छ भने जति विद्यालय खुल्छ त्यति जेलको ढोका बन्द हुन्छ जति विद्यालय बन्द हुन्छ त्यति जेलको ढोका खुल्ला हुन्छ हैन विद्यालय धेरै खोल्नु राम्रो कुरा हो त जेल विद्यालयको चाहिँ विद्यालयबाट धेरै धेरै खुल्दै जान्छ जेलको सङ्ख्या कम हुँदै जान्छ मान्छे चाहिँ प्रशिक्षित हुँदै जान्छन् तर अब यहाँ चाहिँ च्याउ उम्रेसरीको कुरा छ अर्को कुरा छु अब अर्को अर्थ नलागोस् होइन सबैको पेसा व्यवसाय हो तपाईँको एउटा चाहिँ मदिरा पसल स्कुलकै छेउमा खुल्छ कसैलाई चिन्ता छैन त स्कुल खुल्दा चाहिँ चिन्ता छ क्या हाम्रो समाज कहाँ जाँदैछ क्या नागरिकका बालबच्चाहरूलाई हाम्रा बालबच्चालाई पढाउने स्कुल खुल्दा हामीलाई चिन्ता हुन्छ यो च्याउसरी खुलेछ भन्छ त्यसकै ढोकाको छेउमा अर्को मदिरा पसल खुल्यो भने त्यहीँ बसेर मान्छे खान्छ त्यसको चाहिँ कसैले विरोधै गर्दैन त्यसले त बिगार्छ नि त मान्छेलाई के खालको शिक्षा प्रदान गरिरहेको छ त हामी अनि अर्को कुरा चाहिँ कुरो के हो भने शिक्षा त मुख्य संयन्त्र हो राज्य सञ्चालन पद्धतिमा त्यहाँको नागरिक सभ्य नागरिक उत्पादन गर्ने विषयमा अनि प्याप्सन या निजी विद्यालयहरूले के रूपान्तरण गर्यो त यो समाजको जुन नागरिक उत्पादन गर्ने क्रममा अब सरले भने जस्तै जस्तो स्कुल खुल्दा च्याउ उम्रे जस्तो गर्ने भट्टी चाहिँ खोल्न मिल्ने जति पनि अब यो प्याप्सन भन्दा बाहिरको कुरा चाहिँ यो त राज्यको कुरा भयो चाहिँ होइन तपाईँको कति अहिले पनि छ 500 मिटर एउटा चाहिँ क्राइटेरिया तोकेको छ नेपाल सरकारले 500 मिटर चाहिँ कम्तीमा डिस्टेन्स हुनुपर्छ भनेको छ नि अब त्यो भयो कि भएन भन्ने कुरा त के त्यो त मोनिटरिङ हुनु पर्यो नि त होइन नेपाल सरकारका निकायहरू छन् त्यत्रो नगरपालिका छ तपाईँको चाहिँ यो स्थानीय सरकार छ त्यसको डिस्टेन्स मेन्टेन भएको छ कि छैन होइन भन्ने कुरा त्यसको क्वालिटीका कुराहरू भए त्यो मेन्टेन भएको छ कि छैन भन्ने कुरा झ्याल ढोका मात्रै हेर्ने होइन नि त होइन झ्याल कति साइजको छ ढोका कति साइजको छ ग्राउन्ड कति छ मात्रै हेर्ने होइन त यो कुरा पनि हेर्नु त तपाईँको स्थानीय सरकारले पनि हेर्नु पर्यो नि त यो कुरा त होइन त्यही भएर त स्थानीय सरकार चाहिँ तपाईँको नेपालको भनौँ न अब राज्यको पुनर्संरचना भएको छ होइन रिस्ट्रक्चरिङ भएको छ त्यसको र यसमा चाहिँ जुन अघि कुरा गर्नुभयो यो हुनु हुँदैन जुन तपाईँले विद्यालय खुल्नुपर्छ त विद्यालय खुल्दाखेरि हरेक कुराको चाहिँ के हुनु पर्यो भन्दाखेरि एउटा डिस्टेन्सिङ चाहिँ हुनु पर्यो तपाईँको त्यो विद्यालय मात्र होइन हरेक कुराको होइन तपाईँको यहाँ तरकारी पसल छ भने अर्को तरकारी पसल कति डिस्टेन्समा खोलेर त्यो पनि नेपाल सरकारले ल्याउनुपर्छ तपाईँको चाहिँ मदिरा पसल छ भने यहाँनिर मदिरा पसल छ भने तपाईँ कति डिस्टेन्समा अर्को मदिरा पसल खोल्ने त होइन कति डिस्टेन्समा चाहिँ तपाईँको होटल खोल्ने त त्यो त नेपाल सरकारले बनाउने हो नि त त्यसको मोनिटरिङ नै हाम्रो कमजोर छ र यसमा नेपाल सरकार सँगसँगै प्याप्सन पनि त्यहाँ सँगै छ होइन त्यो कुरामा नेपाल सरकारलाई प्याप्सनले होइन आफ्नो तर्फबाट सहयोग गर्न तयार छ हाम्रो अब तपाईँको हामी जिल्लामा छौँ हाम्रो प्रदेश कमिटी छ हाम्रो चाहिँ केन्द्रीय कमिटी छ होइन केन्द्रीय कमिटीले नीति निर्माणहरू गर्ने राज्यसँग डिलिङ गर्ने कुरा गर्छ नि हामी चाहिँ तपाईँको केन्द्रीय कमिटीले होइन बनाएका नीति निर्देशनहरूलाई हामीले पालन गर्ने त्यसलाई एक्जिक्युसनमा लाने काम गर्छौँ त्यसो भएको हुनाले यसमा चाहिँ राज्य स्पष्ट रूपमा होइन जुन संस्थागत विद्यालय छ संस्थागत विद्यालयले रोजगारको क्षेत्रमा संस्कृति एउटा प्रोटेक्सन होइन कल्चर प्रोटेक्सनको क्षेत्रमा तपाईँको चाहिँ एउटा गुणात्मक शिक्षा स्तरीय शिक्षा दिने क्रममा जुन एउटा चाहिँ राज्यलाई तपाईँको वार्षिक रूपमा कार्यक्रमको अन्त्यमा वार्षिक रूपमा 6 अरब रुपियाँ चाहिँ जुन मैले पहिले सोध्नुपर्ने यो प्रश्न सरले 1 मिनटमा यसको उत्तर दिन हुन आग्रह गर्दछु। जस्तो यो ओपन माइक कार्यक्रम हेरिराख्नु भएको दर्शक महानुभावहरूलाई प्रेम राई परिचितको 1 मिनटमा परिचय दिनु पर्दा कसरी दिनुहुन्छ?
प्रेम राई परिषद चाहिँ एउटा शिक्षा क्षेत्रमा लामो समय लागेको, नेपालको शिक्षा, नेपालको साहित्यलाई प्रमोसन गर्नुपर्छ हैन, त्यसलाई विश्व मानसमा लैजानुपर्छ भनेर अनवरत रूपमा लागेको एउटा चाहिँ राष्ट्रप्रेमी मान्छे हो हैन, एउटा देशप्रेमी मान्छे। मैले अहिलेसम्म विदेश भनेको अहिले बी पनि ल्याएको छ अहिलेसम्म, यही देशमा बसेर केही गर्न सकिन्छ भनेर म लागेको छु। त्यसो भएको हुनाले प्रेम राईको छोटो परिचय त्यही हो र म अहिले हजुरले सबै परिचय दिइसक्नु भएको छ हैन, मेरो परिचय यहाँभन्दा धेरै छैन, मैले यहाँलाई यति कुरा राखेँ। आदरणीय दर्शक महानुभावहरू, आफ्नो चर्चा र परिचर्चा अत्यन्त कम रुचाउने लजालु स्वभावका आदरणीय विशिष्ट कवि, गीतकार, साहित्यकार र काठमाडौँ पाप्सनका अध्यक्ष प्रेम कुमार राई आज यस ओपन माइक कार्यक्रममा संवादका लागि आइदिनु भएकोमा धन्यवाद दिँदै म प्रस्तुता रमेश पनेर पनि बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।